अहिले चाहिँ हामी जस्ट बजार घुमिरहेको छौँ। यहाँ फिल्म सुटिङ भइरहेछ, कति ठाउँ त खिच्नै मिलिरहेछ। आफ्नै देशमा पनि खिच्न मिलाएन। औ के भएको हो छ्या। बन्दीपुर अहिले डुलिरहेको छौँ बजारतिर। अब डाँडातिर जाने सोचिरहेछौँ। हेरौँ कहाँ पुगिन्छ अब। लाइक अगाडि चाहिँ यस्तो छ है भ्यू बन्दीपुरको चाहिँ। साइड सुटिङ भइरहेछ। कुन हलिउडको सुटिङ रे। अब त्यो हलिउडको सुटिङको लाग्दामा कति ठाउँ त खिच्नु भएको छैन। सेटअपहरू खै के हो थाहै छैन मलाई पनि। हेरि मात्र रहेको छु म त के भइरहेछ। ठिक छ अगाडि यस्तो छ है भ्यू। यता चाहिँ साइडमा चाहिँ दामी। मलाई तर कस्तो पोखरा जस्तो लागिरहेको छ होला। अगाडि पनि सुटिङ त्यही होला। आफ्नै देशमा पनि खिच्न नपाउने हो र रनमा भालै भएन नि। अगाडि चाहिँ यस्तो छ चक्क भ्यू। सब सेटअपको लागि हो। त्यही फिल्मको सुटिङ चाहिँ सेटअप हो। भनेपछि अब हामी चाहिँ डाँडातिर लागेको छौँ। त्यस्तै भनौँ अलिकति भक्तपुरको भाइसतिर छ है। सुटिङले गर्दाखेरि अलिकति डिस्टर्बमेन्ट चाहिँ भइरहेछ तर ठिक छ जो ठिक छ। नेपालको सुट गरिरहेछ जे छ होइन। मान्छेहरू एकदम फ्रिली हुनुहुँदो रहेछ, राम्रो हुनुहुँदो रहेछ। पोखरा भन्दा चाहिँ एकदम मलाई राम्रो लाग्यो होइन। इन्भाइरोमेन्ट पनि एकदम ठिक छ, सब ठिक छ। यहाँनिर हाम्रो कल्चरलाई रिप्रेजेन्ट गरेको छ, हाम्रो ट्रेडिसनलहरूलाई रिप्रेजेन्ट गरेको छ। आउट एकदम बबाल छ। अब लेट्स अब मासतिर लागिरहेको। त्यो डाँडा हेर्न ऊ त्यो देखिरहेछ नि चाइना गेट वाल यस्तो देखिरहेछ यार यहीँबाट यार। हेर्न ऊ त्यहाँनिर ऊ त्यो त्योभन्दा अलि यता तलतिर हेर्दा त्यहाँ छाप नै देखिरहेछ त। धेरैनस् हिँड्ने ठाउँ यस त्यही हो। अनि भिड भन्न त्यसलाई केटालाई त जोकमा हानेको पत्तातिर। बन्दीपुर टुडे खेल पुगिसकेको छ। यहाँबाट चाहिँ हामी फेरि उता डाँडातिर जाने सोचिरहेछौँ। यस्तो छ है टुडे खेल चाहिँ मारेको छ नि फेरि रनमायाहरूले टक्क नेच चौतार है। त्यस्तो रहेछ है। मासलमा पनि के कपी गरेर दामी दामी छ यार। टुडे खेल काठमाडौँको टुडे खेलको भाइ सानो टुडे खेल बन्दीपुर होइन ठुलै भनिदिउँ न। फेरि यहाँको मान्छेहरू हाम्रो टुडे खेललाई सानो भन्ने भन्ला फेरि अर्को अब ठुलो छ एकदम बबाल। यत्तिको भयो त पुगिहाल्यो नि। ठाउँमा टक्क बस्ने ठाउँ रहेछ। टक्क गेमसिङ खेल्दाखेरि है कस्तो दामी हुन्छ होला। यहाँबाट एक सुट हान्यो भने त यार फुटबल यस्तो हान्यो भने त दामी हुन्छ होला। बबाल त उति डाँडा जाने हो गएपछि यस्तो 360 हानिदिउँ न है। यस्तो गरेर आमा ड्रोनै चाहिँदैन हो लामो। मलाई त यत्तिकै गयो भने त यत्तिकै भइहाल्यो नि। यति हो टुडे खेल। साह्रै मायालुको याद आउने यार। यो बाँस र कपास बिनाको सहारा बाहेक एउटा माया गर्ने प्रेमीको सहारा चाहिने रहेछ। जस्तै यो हावा हामीलाई चाहिन्छ, त्यसै गरी मनको सन्तोकको लागि चाहिँ एउटा यो प्रियसी चाहिने रहेछ। ओए कत्रो दिएको त यार। त्यसैले केटाकेटी हो पहिल्यैमा खोज्नु के निस्किन्छ मलाई थाहा नत्र भयो यो सचिन जस्तो उमेरमै कपाल जान्छ। बन्दीपुर बजारबाट निस्किएर चाहिँ अनि बन्दीपुर बजारबाट निस्किएर चाइना वालतिर जान्छौँ। त्यहाँबाट चाहिँ अर्को ठाउँ गयो भने चाहिँ गयो, नत्र भए चाहिँ सिधै काठमाडौँतिर चल्दिस्। अनि हल्का क्यामेरामा हल्का बन्दीपुर बजार देखाइदिनुहोस्। ओके ल फेरि मलाई देखाउनुहोस्। यस म फेरि आइसकेको छु। अनि बसतिर लाइक उता हेर्नु सक्नुहुन्छ बच्चा छ। कसको बच्चा मलाई थाहा छैन। पछाडि बच्चा ग्रुप छ। अनि बन्दीपुर बजार हामी चाहिँ म त हल्का अगाडि हिँड्छु। पछाडिबाट हल्का राम्रो देखिरहेको जस्तो अवस्था लागिरहेको छ मलाई। अनि अगाडि चाहिँ सुटिङ भइरहेको छ। अब कुन फिल्मको सुटिङ गर्दै भन्न मिलेन, लिक गर्न मिलेन होइन। अब हलिउड त हलिउडको हो तर कुन हो नाम मलाई थाहा छ तर म तपाईँलाई भन्दैन, सस्पेन्स छ। त्यही हो। अब बन्दीपुर बजार यस्तै हो। आउनु होला बन्दीपुर बजार चेकआउट गर्नु होला होइन। मैले भनेर मात्रै हुँदैन किनकि म
मैले भनेको जसरी तपाईँहरूले फिल गर्न सक्नुहुन्न जबसम्म यहाँ आउनु न तपाईँहरू यहाँ एकचोटि आउनु त्यसपछि चाहिँ हजुरहरूलाई फिल हुनेछ कस्तो छ बन्दीपुर बजार ओके जोजोलपा सबैलाई म चल्दिएको ल टप डेस्टिनेसनमा थकाइ लागिसक्यो हिँड्नु त त्यस्तो खासै कहाँ हिँडेको छैन अलि हिँडेको बाटो यस्तो यस्तो रहेछ कि यहाँ चाहिँ ब्याग पनि भारी छ अनि जाउँदैछ त्यही त डेस्टिनेसन चाहिँ यहाँनिर यहाँ चाहिँ अब चाहिँ बाटो अब बाटो चाहिँ कता हो बिजली जस्तो छ त्यहाँबाट हो पुग्न लाग्यो डेस्टिनेसन चाहिँ पुग्यो यस्तो छ है गर्मी मन्दिरको चाहिँ भित्र देखाउँदैन किनकि कसैको कुलको मन्दिर पनि हुनसक्छ जे पनि हुनसक्छ त्यसरी मन्दिरहरू चाहिँ भित्र बाहिर त देखाउनु मिल्यो बाहिर यतिको देखाउनु मिल्यो किनकि सबैले देख्छ यो चाहिँ कस्तो थकाइ लाग्यो अनि भित्रको चाहिँ नदेखाऊँ होला अगाडि टक्क भ्यू हेर्नु न मारेको छैन त डेस्टिनेसन है गाइजहरू चाइना वालको लास्ट स्टप भनेको यहीँ हो गर्मी लगेर कस्तो लाग्यो त यहाँसम्मको यात्रा कस्तो लाग्यो हाम्रो अरू केटाहरू चाहिँ जस तलै बसी उनीहरू आउनु सकेन माथि बोइलरहरू हो नि त बोइलरहरू यतै राम्रो उता हेरे उतै राम्रो लगेडा हो देखाउने चाहिँ यही हो हामीलाई होइन भ्यूहरू टक्क मिलाएर यस्तो छ अब बस्नलाई त त्यो राम्रो छ यार कटेज हामी 3 दिन भयो कि 4 दिन भयो आज 4 डे डे 4 मा चाहिँ हामी चाइना वाल अफ नेपाल चाइना वाल नभनौँ बन्दीपुरको हाम्रो ठ्याक्कै एउटा बबाल स्पोट होइन अनि हाम्रो 4 दिनको सफर चाहिँ एकदम बेस्ट गयो रमाइलो भयो भित्रभित्र के भयो के भयो होइन कुराहरू होइन रमाइलोदेखि लिएर सबै कुराहरू भयो यो अगाडिको भ्यू चाहिँ बवाल छ है यहाँबाट यहाँ जान्छ ल केटा इन गरिदिउँ न त ल ब्लग ल केटा आजसम्म चाहिँ भयो जस्तो भयो दुःख सुख सब रमाइलो भयो हाम्रो होइन त्यस्तो नराम्रो केही पनि भएन जस ल साथीहरू आउनु त अब अरू साथीहरू त आएन अब ठिकै छ धर्महरू एकछिन चाहिँ नआए चाहिँ सेन्सर लाग्छ क्या साथी सुन न भनेपछि टक्क हामी चाहिँ अब यहाँसम्म पुग्यो रमाइलो भयो 4 दिनको सफर एकदम रमाइलो एउटा बजेट फ्रेन्डली भएर हामी हिँड्यौँ खुसी लाग्यो त्यस्तो केही पनि नराम्रो त्यो चाहिँ भयो ल अब साथीहरू एकचोटि यसो देखाइदियो नि त ल अहिले पछि देख्छ अनि त्यही हो केटा हो अब यहीँसम्मको हाम्रो यात्रा अब यहाँबाट हामी सिधै काठमाडौँ जान्छौँ कति हेर्नुहुन्छ हामी काठमाडौँ गएको अब आएको देख्नुभयो नि अब गएको चाहिँ के हेर्ने र होइन अब म अरू दिन अब कहाँ पुग्छु के पुग्छु होइन ब्लगहरू अझै आउँदै आउँछ डे बाई मेरो चाहिँ डेली ब्लग हुन्छ त्यस्तो एक दिन छुट्ने चाहिँ हुँदैन जहिले डेली ब्लग भइरहेको छ हाम्रो चाहिँ हप्ताको 2वटा ब्लग जान्छ क्या साथी हप्ताको 2टा होइन मेरो त डे बाई डेली ब्लग हो ल उता पनि बजाइदिनु सक्नु 365 भिडियो ल लगेर आओस् सबैलाई जोजोलपा हेरिराख्नु पर्यो सबैले होइन लाइक सब्सक्राइब नमाग्ने साथी त्यस्तो माग्ने हाल्दैन मन पऱ्यो भने तपाईँहरू लाइक हान्नु सेयर हान्नु कमेन्ट हान्नु सब्सक्राइब हान्नु जे गर्नु तर म फोर्स गर्दैन होइन मन परेन भने केही छैन नहेर्नु ब्लग हजुरहरूलाई कसैको लागि मेरो बोली मनपर्छ कसैलाई बोली मन पर्दैन सबैलाई मनपर्छ भने छैन होइन ल त्यही हो कुराहरू केटाहरू कसैलाई पनि फोर्स छैन ब्लग हेर्नको लागि बिस्तारै गर्छु अहिले कम भ्यू आइरहेछ पछितिर मेरो पनि पालो आउँछ होइन कोसिस गरिसकेपछि ल केटा बाबाई टेक केयर सबैले आफ्नो फ्यामिलीलाई खुसी दिनु होला सधैँ खुसी रहनु होला जोजोलपा बाबाई